रुक हजुरलाई उसले के भन्छ हजुर के रे अब मनसा दिदीलाई मात्र बोलाउनु बाँकी छ मनसा दिदीले हजुरलाई मितिनी भन्छ थियो हजुरले किन मितिनी तोड्दैछौ आमा मितिनी तोड्या छैन मैले भने त्यो तोड्या छैन तोडिसक्छौ दिजु रिसाइसकेको छ हजुरसँग अनेस्टली कोसँग के दिजु रिसाइसकेको छ क्या उता ईशासँग किन अनि हजुरले किन ट्याटु स्याटु बनाउने कुरा गर्छेको के को रिसाउने कसको ट्याटु मनसा दिजु खोइ गाइस पुरा फेर्स्यो है फेरि होइन मैले ईशाको बर्थडेको ट्याटु हान्छु भनेर भनेको बुझेन कहाँ हाने बर्थडेको ट्याटु कहाँ हान्ने रे भन्यो त मैले अस्ति अघि भनेको थिएँ यता हान्छु भनेको थिएँ तर उसले चाहिँ पर्दैन नहान्नु भनेर भन्दैछ तिमीले चाहिँ ट्याटु हान्ने तिमीले ट्याटु हान्ने भनेको द ट्याटु हान्ने म चाहिँ गएँ के भयो भर्खर होइन खै के हो यार के भयो भर्खर केही पनि भएको छैन कि भनेको कस्तो भनेको के कुरा गर्नु यार मलाई नि चित्त बुझ्दैन म पनि गएँ अब म नि बोल्दिनँ कहिले पनि सबैसँग गफ हान्छ यस्तै हुन्छ नि होइन मैले भनेको थिएँ म नि गएँ माई लर्ड अकैले पड़ गए यार आकाशमा चन्द्रमा र धरतीमा कुल भयो एक्लै हुन्छ जहिले पनि नाना कता हो अहिले हजुर कोरिया कोरिया हो के ल्याइदियो मेरो भाइलाई भाइलाई त बुहारी नै चाहिएको थियो बुहारी बुढा लिएर आउनु नि त बज्या जहिले बुहारी सुटकेसमै हालेर लिएर आउनु केही चाहिँदैन नाना मलाई म त बिरामी छु खालि त हजुरको आशीर्वाद मात्रै चाहिरहेको छ यहाँ प्राङ्क गरेको भन्दैछ कस्तो अस्ति बिरामी चाहिँ बिरामी थियो कि र फेस पनि बिरामी जस्तो देखाएको छ राम्रोसँग ठिक चाहिँ भएको छैन साँच्चीकै नै बिरामी छु कि नाना अहिले बिरामी चाहिँ बिरामी नै हो अस्तिदेखि टन्सिल पनि भएको थियो मलाई पनि टन्सिल भएको थियो अनि म झन् यस्तो मैले कतिवटा प्रोग्राम गीतै गाउन सकिनँ टन्सिल भएर ख्याल राख्नु एन्टिबायोटिक खाएर अनि ख्याल राख्नु होला कोरियाबाट आउँदाखेरि मलाई एउटा रामेन चाउचाउ ल्याइदिनु न मेरो भाइको लागि रामेन त म त्यो त्यहाँ पसलै उठाइदिन्छु त्यहाँ काठमाडौँ आएर त्यस्तो मनपर्छ रामेन होइन एउटा दिदीको हातको चाउचाउको सुप खाएर साँच्चै हामी कुल एउटा लेसन यो चाहिँ प्र्याङ्क गरेको होइन के होइन साँच्चीको भनेको म ठ्याक्क कोरिया सकेर यहाँबाट म 17मा मेरो मलेसिया छ 17मा र 21मा मलेसिया सकेर 22मा फर्केर त्यो पछाडि चाहिँ नेपालमा अब अहिले अब अलिकति चुनावको माहौल भएकोले प्रोग्रामहरू केही छैन त्यो बिचमा कसम भेट्नुपर्छ ल एक दिन हुन्छ नि नाना म पनि सन्चो भएर बस्छु कि अब खै के खुवाउने हो पकाएर आफै सोच्दा हुन्छ नाना भाइलाई अब यस्तो चिसो लागेको छ अब भोलिको आजको दिन त अब आज सुतिन्छ अब भोलि दिन तातो लोकल कुखुराको सुप टक्क होइन अनि सुप बनाएर अनि म बनाएर ल्याइदिन्छु अनि खुवाउँछु सुन्नु है एउटा कुरा भन्छु अब म आज एकछिनमा सुतेर सिधै पर्सि उठ्ने हो होइन हो अब आज सुतेर अहिले एकछिनमा सिधै पर्सि उठ्छु भोलिको दिन म स्किप गर्न चाहन्छु सिधै पर्सि उठ्छु पर्सि शिवरात्रि हो शिवरात्रिको दिन उठेर नुहाइ धुवाइ गरेर गर्नु पर्ला अब बिरामी पनि खत्रै बिरामी भयो के गर्नु त अब त नानाकै जतिको भइसकेछ कपाल पनि हल्का अलिकति बढाउनु घटाउनु पर्ने भएको छ आज कि भोलि हो सङ रिलिज त भोलि हो ल बेस्ट विशेष दामी आउँछ होला ओहो ठ्याक्कै बेस्ट विशेष पनि 11-11 मा दिनु भयो नेपालको 11 कस्तो माया छ है नानाको मुखमा छुर्पी जाओस् के छुर्पी हाम्रो उता पूर्व माथिको छुर्पी जाओस् गेम पनि खेलौँ न यार कुललाई जित्नुपर्छ यार सक्नु जति ऊ भयो भने पनि जति जे भयो भने नाना भनेको नानै हुन्छ मेरोपट्टि ल्याउ गाइस सबजना मेरोपट्टि आउन कस्तो माया कहिले देखाउँदैन होइन मलाई कुलको कस्तो माया लागिरहेको थियो कहिले